नजिकै छ बीटीआर परिषदको चुनाव नजिकिन थालेपछि बीटीआरमा एकपछि एक पूर्व गोर्खा छात्र नेता राजनीतिक दलमा सामेल। राजनीतिक दल बीपीएफमा सामेल भएर गोर्खा जातिकै भएर लड्ने माग गर्ने घोषणा। पार्टीमा जब आए जातिको कामै गर्न आएको अनगत दिनमा हामी राजनीतिक मञ्चमा बसेर तापनि हामी जातिको समस्या वा समाधान हामी गरिरहन्छौँ। हामीले पनि एउटा पार्टीको मञ्चमा बसेर पनि जाति समाजलाई सेवा गर्ने एउटा इच्छा जागेर हामी आज पोखराझारमा आएर आज बीपीएफ दल जोइन अनुष्ठानिक हिसाबले गरेको हो। बीटीआर परिषदको चुनाव नजिकै गर्दा एकपछि एक गोर्खा छात्र नेता अखिल असम गोर्खा छात्र संघको अराजनीतिक मञ्च छाड्दै हाग्रामा महिलारी नेतृत्वको क्षेत्रीय राजनीतिक दल बीपीएफमा सामेल हुँदै आएका छन्। अखिल असम गोर्खा छात्र संघ बीटीआर क्षेत्रीय समितिको सांगठनिक सचिव जस्तो महत्वपूर्ण र गरिमामय पदबाट राजीनामा दिएका विमल धितालले 18 वर्षको सांगठनिक यात्रालाई टुङ्ग्याउँदै केही दिन पूर्व बीपीएफमा सामेल भएपछि नै क्षेत्रीय समितिका सहसचिव कमल तामाङ र बाक्सा जिल्ला समितिका उपसभापति राजु बस्नेतले पनि लामो समयदेखिको अराजनीतिक यात्रालाई पूर्ण विराम लगाउँदै हालै बीपीएफमा सामेल भएका छन्। दुवै छात्र नेताले गत 27 जुनको दिन चिराङमा गोर्खा कम्युनिटी सेलका अध्यक्ष नन्दलाल राणा मगरको अगुवाईमा बीपीएफ प्रमुख हाग्रामा महिलारीको उपस्थितिमा बीपीएफ दलमा सामेल भएका हुन्। यता बीपीएफमा सामेल भएपछि नै सत्तारूढ दल यूपीपीएल र बीटीआर सरकारका गोर्खा पार्षद माधव छेत्रीप्रति तीव्र असन्तुष्टि जताउँदै दुई छात्र नेताले यसरी व्यक्त गरे पहिलो प्रतिक्रिया। अब आजको जुन हाग्रामा सरकारको नेतृत्वमा हाम्रो गोर्खा कमिटी सेलको सभापति श्रीमान हाम्रो नन्दलाल राणाज्यूको नेतृत्वमा हामी आज गोर्खा कम्युनिटी भएर हामी आज बीपीएफ जोइन गऱ्यौँ र हामीलाई खुसी छौँ। र हामीले परिवर्तन दिनमा हामीले देख्यौँ प्रमुख बोर्डको काम गराएर देखियो र विभिन्न माटोको समस्याहरू हामीले देख्यौँ बस्यो भने तर हाम्रो जातिको समस्या समाधान हुँदैन जस्तो लाग्यो। त्यस कारणले गर्दा हामी इच्छा तालले हामी बीपीएफ जोइन गऱ्यौँ र हामी अनगत दिनमा हामी राजनीतिक मञ्चमा बसेर तापनि हामी जातिको समस्या वा समाधान हामी गरिरहनेछौँ। रहरले त होइन र अहिलेसम्म गोर्खा छात्र सङ्घको जुन मञ्च करिबन 18-20 वर्ष मैले गर्दै आएको हुँ। त्यसमा शाखा हुँदै र आञ्चलिक प्रतिष्ठापक मूल सचिव आञ्चलिकको सभापति हुँदै तामुलपुर जिल्लाको सहसचिव त्यसै गरी बाक्सा जिल्लाको उपसभापतिको पक्षमा मैले अहिलेसम्म गोर्खा छात्र सङ्घको मञ्चमा 18 साल बिताएँ र यस 18 साल बिताउँदाखेरि आज जुन बीटीसीमा बसोबास गर्ने गोर्खाहरूको जुन वर्तमानको जुन समस्या हो अखिल असम गोर्खा छात्रको मञ्चबाट हामी धेरैपल्ट वर्तमानको प्रमुख बोर्ड नेतृत्वधीन यूपीपीएल सरकारसँग हामीले टेबल टक गऱ्यौँ तापनि भूमिको जुन गोर्खाहरूको समस्या हो त्यो समस्या समाधानको लागि उहाँहरूले अघि बढाउनु भएको छैन र नदिने जुन भूमि गोर्खाहरूको भूमि अधिकार नदिने एउटा जुन हामीले उहाँहरूबाट एउटा आवाज पायौँ र आज जातीय मञ्चमा होइन आज राजनीति मञ्चमा आएर पनि गोर्खा जातिको हक र हितको लागि काम गर्नु सक्ने रहेछ भन्ने एउटा आशा लिएर अहिलेको पाब्लिकले सबै नै स्वतस्फूर्त तरिकाले नै हाग्रामाको जुन बीपीएफ सरकारलाई आकवाली लिएको छ र स्वतस्फूर्त जनसाधारण आएको छ र हामीले पनि एउटा पार्टीको मञ्चमा बसेर पनि जाति समाजलाई सेवा गर्ने एउटा इच्छा जागेर हामी आज पोखराझारमा आएर आज बीपीएफ दल जोइन अनुष्ठानिक हिसाबले गरेको होइन। यूपीपीएल सरकार अहिले वर्तमानको सिचुएसनमा सरकार चलाइराखेको छ भने तापनि उहाँहरूको जुन मुखको मात्रै सरकार हो, मान्छेलाई ठग्ने र मिसा प्रतिश्रुति दिने एउटा सरकार त्यो स्पष्ट छ। हामीले होइन आज पब्लिकले भनिराखेको छ, जनताले भनिराखेको छ र बीटीसीमा फेरि बीपीएफ सरकारको जुन खाँचो हो त्यो हामीले होइन समग्र बीटीसीको गोर्खाहरूले अनुभव गरेको छ र ल्याउने एउटा सम्भावना छ र हामी पनि बीपीएफ सरकारबाटै सम्पूर्ण जातिको चाहिँ सुरक्षा हुन्छ भन्ने एउटा आशाले हामी आज राजनीतिक दलमा हामी आएका छौँ। अहिलेको माधव छेत्रीज्यू जुन नोमिनेट एमसिएलले
उहाँको जुन अहिलेसम्म हामीले आजको दिनसम्म 5 वर्ष कार्यकाल सम्पूर्ण हुन लागेको छ, सरकारको अवधि सम्पूर्ण भइसकेको छ र बाक्सा जिल्लाको हाम्रो सुबनखाटा जुन हो बागानपाडा पतिखाङ बागानपाडा समष्टिमा त्यहाँ आजसम्म माधव एमसिएलले नोमिनेट एमसिएलए हो भनेर त्यहाँको गोर्खा जनसाधारणले जान्दैन र त्यहाँ पाइलो पनि हाल्नु भएको छैन र आक्सुको मञ्चमा आएर कुनै पनि उहाँले जुन जातिको काम गर्ने एउटा प्रतिश्रुति वा काम गरेको पनि छैन र त्यस्तो खालको जातिसँग टास्ट छैन। गोर्खा जातिको नोमिनेट एमसिएलए त भए तापनि गोर्खा जातिको भएर आजसम्म कहिले पनि काम गरी आउनु भएको छैन उहाँले। र पहिलेको जुन बिपिएफ सरकार हुँदाको माधव कार्की एमसिएलए हुनुहुन्थ्यो, उहाँहरू विभिन्न समय विभिन्न ठाउँमा जानुहुन्थ्यो, सानोतिनो कामहरू उन्नयनमूलक कामहरू। त्यसपछि हाम्रो वासुदेव निरौला उहाँ हुनुभयो एमसिएलए, सुबनखाटामा एउटा 4 लाखको भवन पनि दिनुभएको थियो वासुदेव निरौलाको कार्यकालमा नोमिनेट एमसिएलए हुँदा, त्यतिखेर बिजेपीकै सरकार थियो। र अहिलेको जुन हाम्रो नोमिनेट एमसिएलए उहाँको चाहिँ नाममा मात्रै तर जातिको काम गर्नुभएको छैन। अरू सुन्नु पाएको छौँ हामीले त्यो अरूतिर अरू कम्युनिटीको जस्तै विभिन्न कामहरू पनि अरू जाति जनगोष्ठीलाई दिने। गोर्खाको जुन एमसिएलए हो, एमसिएलए भएर गोर्खा जनबहुल एरियामा गोर्खाको जुन नाम घर होस्, कीर्तन घर होस्, सामाजिक अनुष्ठान प्रतिष्ठानमा जुन उहाँले जति सक्दो उहाँले दिनुपर्थ्यो जुन सरकारको पुँजीबाट, उहाँले त्यसमा असमर्थ हुनुहुन्छ। उहाँले निश्चय हामीले सुन्नु पायौँ उहाँ यसपालि परिषदीय निर्वाचनमा खेल्ने एउटा जोजा चलाइराख्नु भएको छ अरे र त्यसले गर्दाखेरि विभिन्न जाति जनगोष्ठीलाई चाहिँ उहाँले भोट दिनलाई लोभले अरूहरूलाई चाहिँ हाम्रो त छँदैछन् नि, म हाम्रै कम्युनिटीको हुँ त्यसै पनि मलाई भोट दिन्छन् र अरूलाई चाहिँ दिनुपर्छ भनेर जुन नोमिनेट एमसिएलएको गोर्खा जातिले पाउने प्राप्य जुन फान हो त अरूतिर व्यवहार गरेको हामीले जान्न पाएको छौँ। निश्चय अन्याय हो, त्यो त हाम्रो गोर्खा जातिको प्राप्य फान हो नि त। वर्षमा जति नै नआओस्, 1 कौटी आओस् 2 कौटी आओस्, त्यो ओन्ली फर गोर्खा जातिले भेट्ने हो। नोमिनेट भनेको गोर्खा जातिले कुनै पनि दलमा जितेर नजाँदा त्यसलाई नोमिनेट दिया जान्छ र त्यो जति नोमिनेट फान्ड हुन्छ त्यो गोर्खा कम्युनिटीभित्र मात्रै त्यो प्रयोज्य हुन्छ, बाहिर दिनु पाउँदैन। यसरी चुनाव पूर्व बीटीआरको प्रमुख विपक्षी दल बीपीएफमा गोर्खा नेताहरूको सामेलले बीपीएफलाई शक्तिशाली बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भने यसलाई बीटीआरको क्षेत्रीय राजनीतिमा निकै महत्त्वपूर्ण मान्न सकिन्छ। ब्युरो रिपोर्ट, दि नर्थ इस्ट नेटवर्क।